खुट्टा लास्दै गल्छ दौडेर अहिले म अहिले चाहिँ हामी कन्सर्टमा जाँदैछौँ अनि टाइम 3 बजेको तर अहिले 4 बज्न लागिसक्यो बाटोमै देख्न सक्नुहुन्छ अगाडि केटाहरू ग्याङ छ दौडिँदैछु गाइस कन्सर्टमा जानको लागि खुट्टा दुखिसक्यो खुट्टा लास्टै दुखिसक्यो चुलक 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 केटाहरू चाहिँ लौडे बन्न जस्तो लाग्यो है यतिकै दौडिने हो नि लौडे बन्छ ल 3 बजे पुग्नुपर्ने साथीहरू अहिले चाहिँ 3:30 हुन लागिसक्यो थाहा छैन सकिने बेलामा पुग्न जस्तो लागिसक्यो जस केटाहरू दौडिरहेछ केटाहरू पुरै दौडिरहेछ अनि हामी चाहिँ दौडिन नसकेर पुरै आयो थकेर आइरहेछ देख्न सक्नुहुन्छ मेरो मोबाइल चाहिँ हाले जस्तो लागिरहेछ हामी चाहिँ दौडिँदैछौँ पुरै तपाईँ के बिहे हुनु जाँदै हो कि हो सूचना देख्न सक्नुहुन्छ हामी चाहिँ पुरै दौडिँदैछौँ नसकेर सबैभन्दा लास्टमा छु साथीहरू अगाडि छन् म चाहिँ हिँड्न नसकेर एक्लै हिँडिरहेको छु केटाहरू दौडिन एकदमै ट्यालेन्ट रहेछ देख्न सक्नुहुन्छ त्यहाँ दौडिराखेको छ मैले भेट्दैन जस्तो लागिसक्यो क्यामेरामा आउनु पऱ्यो फाइनली सिट पाएको छ गाइस देख्न सक्नुहुन्छ मेरो मन एकदमै आनन्द हुन्छ सिट पाएर हाम्रो केटाहरू उभिरहेछ हाम्रो गन्तव्य स्थानमा हामी आइपुग्न लागिसकेका छौँ अनि हाम्रो यहाँ अगाडि 2 जना यङ जवानहरू हुनुहुन्छ पछाडि पनि आउँदै हुन्छ हामी चाहिँ आइपुगिसकेका छौँ हामी आइसकेका छौँ माउन्ट मोरिया चर्च
किन हुन्छ छटपटी दुख्छ मुटु बेसरी नपाउँदा माया थामिन्छ किन ठुकठुकी किन चाहिन्छ काख फुल्नलाई अनि अँगालो मूल्य कमाउनलाई किन चाहिन्छ काख फुल्नलाई अनि अँगालो मूल्य कमाउनलाई किन हुन्छ गदगदी मिल्छ किन चिनारी भेटाउँदा माया भेटिन्छ किन सबै खुसी अब सोध आफैलाई अशान्ति किन मायाले थामेको यस संसारैमा माया पाएर पनि असन्तुष्टि किन केही छ कि अभुत यहाँ मायामा पेट खाली भएको कारणले चाहिँ पेट दुखेको रहेछ अब यसलाई के भर्ने भनेर हामी छलफल गर्दैछु हामी सामूहिक रूपमा डिस्कस गर्दैछौँ पेटमा के हालेर भर्ने भनेर ढुङ्गा हाल्नु त मिल्दैन मासु र भात चाहिँ हाल्न मिल्छ ल अरू मासु भात कसले प्रोभाइड गरिदिनु ल मासु खाली खाइन रवि सर भन्दिनु त मासु कताबाट आउँछ खाइन भने त अगाडि के छ हगेन भने त पेट दुस्छ अगाडि गर्ने होला नि त दाल चाहिँ कहाँ पाउँछ मलाई पनि थाहा छ होइन मुखमा हो यस्तो बाल त मुखमा मोबाइल दिनु मोबाइल दिनुको मगबत्ती हल्का टाढा जान्न सुन्नु म फ्ल्यास हान्छु के फ्ल्यास हान्छु लाइट निभाउँछु सबैले म फ्ल्यास हान्छु कि फ्ल्यास त्यो नाइट मोडमा खिच्नु न खतरा हुन्छ यति ह्यान्डसम छ र लाइट नमान्नु के लाइट म फ्ल्यास हान्छु के अम्मा एउटा खिचिने छोड्नु त ओइ इस्माइल हामी चाहिँ अरिन देवनको कन्सर्टमा जाँदैछौँ अनि केटाहरू दौडिँदैछ पुरै लौरे बल्ल जस्तो लाग्यो है केटाहरू एकदम दौडिँदैछ